नमस्ते। फेरि अर्को भिडियोमा स्वागत छ। आज चाहिँ तपाईँहरूलाई बिहानै मेरो काम गर्ने ठाउँबाट यो देखिएको है तल डाँडाबाट जमिन भन्नाले तराई जस्तो बनाउनु पर हङकङको फेमस ओसन पार्क र एबरडिन साइड देखिएको यो तल बिहान बिहान चराहरू कस्तो भन्दा चिरिबिरी गर्दैछ। यो चाहिँ मासतिर यो माथि डाँडामा हाम्रो पिक साइडमा त्यही वरिपरिहरू यिनीहरू सबै बिहानै पिक वरिपरि हो भन्नु होइन। यो त्यति धेरै त छ तर मैले थोरै मात्रै देखाएँ। सबै महँगो अब फेमस मान्छे सबभन्दा धेरै आउने यो फिक टावर भन्छ यहाँ पिकमा फिक। यो सबभन्दा दिनमा मान्छे लाखौँ आउँछ यहाँ लाखौँ। यो ट्रेन हो, यो ट्रेनबाट तान्छ। यो चाहिँ रेलवे लाइन पुरानो पुरानो यही आउँछ दिनमा। अब मरे त्यही रातभरि 12 बजीसम्म हुन्छ मान्छे। यो टावरमा चढ्ने माथि टपमा पैसा तिरेर अनि त्यहाँबाट यसरी तलतिर हेर्ने मुख्य चाहिँ त्यही हो कि टावरबाट हेर्नुपर्ने चाहिँ तल छ नि माथि टुप्पोबाट फेदतिर पारीहरू दिन्छ हो। यो वारी सेन्ट्रल भन्छ पारी कवलनहरू भन्छ। मेरो घर चाहिँ यो भित्रको समुद्र पऱ्यो। यो सिटी उस्तो डाँडै डाँडा कटेको थियो पारी पर्छ मेरो बस्ने ठाउँ। यो पल्लोपट्टिको सबभन्दा अग्लो बिल्डिङ देख्नुभयो त्यही हो सबभन्दा अग्लो बिल्डिङ हङकङको 100 तला ओभर। यो बिहान बिहान अलिक मधुरो छ क्या राम्ररी खिचिएको छ। बिहान ट्रेन आयो यसलाई ट्राम भन्छ। तल सिधा ठाडो ठाउँ छ माथि ठाडो भयो फेमस। यहाँबाट आउने एउटा चाहिँ यताबाट आउँछ ट्रेन अनि त्यहाँबाट अर्को आउने बाटो चाहिँ यता बाई रोड गाडीबाट आउने यो साइड। ल त आजलाई यति नै, फेरि अर्को भिडियोमा भेटौँला है। बाई बाई।